आजका प्रमुख पोर्तुगल समाचार। वासस्थान प्रमाणपत्रका नयाँ कडा नियम। पोर्तुगाली संसदले विदेशी नागरिकका लागि वासस्थान प्रमाणपत्रमा नयाँ सीमा तोकेको छ। अब एउटै घरबाट सीमित मात्रामा प्रमाणपत्र जारी हुनेछ। साथै बसोबास प्रमाणित गर्न थप ठोस कागजात चाहिनेछ। पीएचडी र सीडीएसपीपीले समर्थन गरेको यो प्रस्ताव चेगाले अगाडि सारेको हो, जबकि पीएस, पीसीपी, बीई, लिब्रे र पीएनले विरोध जनाए। सरकारका अनुसार यो कदमले भीडभाड नियन्त्रण र कागजात दुरुपयोग रोक्नेछ। 25,507 नागरिकता आवेदन रोकिए। राष्ट्रिय रजिस्ट्री आईआरएनमा कर्मचारीको अभावका कारण 25,507 पोर्तुगाली नागरिकता आवेदन प्रक्रियामा अड्किएका छन्। 24,877 वयस्क र 629 एक वर्ष माथिका बालबालिका प्रभावित छन्। तर 1 वर्ष मुनिका बच्चाको आवेदन भने सोही दिन प्रक्रियामा जान्छ। सरकारले चाँडै नै 774 नयाँ कर्मचारी भर्ना गर्ने योजनासँगै प्रक्रिया तीव्र बनाउने जनाएको छ। अब सबै आवास नवीकरण आइमा मार्फत। राष्ट्रपतिले स्वीकृत गरेको नयाँ आदेश अनुसार अब अनलाइन होस् वा प्रत्यक्ष दुवै प्रकारका आवास अनुमति नवीकरण आइमाले मात्र गर्नेछ। आईआरएनबाट आइमामा सेवा हस्तान्तरण औपचारिक रूपमा पूरा भएको छ। नवीकरणका लागि आधिकारिक पोर्टल सक्रिय छ। स्थायी बसोबास लगानीकर्ताको नयाँ प्राथमिकता। स्थायी बसोबास अब दीर्घकालीन स्थायित्व खोज्ने परिवार र लगानीकर्ताका लागि लोकप्रिय विकल्प बनेको छ। 5 वर्षको कानुनी बसोबास पछि प्राप्त हुने यो अनुमति 5-5 वर्षमा नवीकरण गर्न सकिन्छ। गोल्डन भिसाबाट सुरु गर्नेहरूले आफ्नो स्थायी बसोबास पाएपछि आफ्नो लगानी समायोजन वा हटाउन समेत सक्छन्। शेङ्गेन यात्रा, अध्ययन र व्यवसायमा दीर्घकालीन योजना सहज हुने भएकाले यसको माग बढ्दै गएको छ। लिस्बन बासिन्दाहरूको ट्राफिक विरुद्ध आन्दोलन। सान्ता मारिया मयोरका बासिन्दाले 900 हस्ताक्षर सहितको मागपत्र बुझाउँदै लिस्बन डाउनटाउनमा कम ट्राफिक, सफा हावा र सुरक्षित बाटोको माग गरेका छन्। उनीहरूले गैर इलेक्ट्रिक सवारीलाई प्रतिबन्ध लगाउने जीरो इमिसन जोन र सार्वजनिक यातायातलाई प्राथमिकता दिने योजनालाई अगाडि सारेका छन्। डब्ल्युएचओको मापदण्ड भन्दा माथि पुगेको हावा प्रदूषणको समस्या उठाउँदै शहरलाई मानिस मैत्री बनाउने लक्ष्य राखिएको छ। लिस्बन मेट्रोको यात्रु व्यवहार सुधार अभियान। लिस्बन मेट्रोले सजग र जिम्मेवार यात्रालाई प्रवर्धन गर्न नयाँ अभियान सुरु गरेको छ। आरामसँग तर लापरवाही नगरी भन्ने सन्देश सहित यात्रुहरूलाई ढोका नथिच्न, एस्केलेटरको दायाँ उभिन, सङ्गीत सुन्दा हेडफोन प्रयोग गर्न र ब्याकप्याक बाटोमा नराख्न आग्रह गरिएको छ।